So hey guys, welcome back to my another video. सबैलाई ह्याप्पी न्यू इयर। आज चाहिँ वर्षको पहिलो दिन र सबैजनालाई ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर गाइज आज सबैजनालाई। यो चाहिँ हो गाइज ह्याप्पी न्यू इयर। आज चाहिँ ह्याप्पी न्यू इयर। सबजना आज सत्यनारायण मन्दिरमा पूजा छ, त्यही भएर उतै जान्छन्। म धेरै पछि किन भ्लग बनाउँछु भन्नुहुन्छ धेरैजनाले हैन। मेरो टाइम छैन के गाइज, मेरो के अरे एक्जाम चलिरहेको थियो अनि पढ्नु नि पर्यो, अनि त्यही भएर मैले धेरै खासै भ्लग बनाउँदिनँ। अनि त्यही भएर आज न्यू इयरको दिन जसरी भयो भने बनाउनु पर्यो भने बनाउनु लाग्यो गाइज। भगवानहरूलाई ढोग्नु पर्यो नि त आज न्यू इयरको दिनमा। भगवानहरूलाई ढोग्नु, भगवान मलाई धेरै पढ्न दिनु। सबजना छन् आज पूजा लाउने ठाउँमा चाहिँ म तपाईँहरूलाई लगेर देखाइदिन्छु गाइस। आज पूजा कहाँ लाउनु भनेर देखाइदिन्छु होइन। ह्याप्पी न्यू इयर भाइ। ह्याप्पी न्यू इयर मनिष भाइ। त्यहाँ चाहिँ पूजा लाउनु लाग्यो त्यहाँ मन्दिरमा। हिँड्नु म त्यहीँ गएर देखाइदिन्छु नि। अगाडि हाम्रो टोलमा पूजा म गएर देखाउँछु। यहाँ सब पुरा रेडी हुँदैछ, त्यही भएर अहिले चाहिँ देखाउन पाइनँ मैले होइन। अब त्यो भाइसँग गएर ब्याडमिन्टन खेल्नु पर्यो। भाइ रुक, म नि खेल्छु भाइ। गाइज अब हाम्रो यहाँ ब्याडमिन्टन म्याच हुनेवाला छ, म तपाईँहरूलाई देखाउँछु र। यहाँ त तेरो काम छ मसँग। ल त मेरो क्यामेरासँग लानु, क्यामेरासँग तेरो दाइले भ्लग बनाइराख ल। हेरे मलाई देखाए यो भाइलाई गाइज, म यसरी हराउँछु नि। राम्रो देखाएन सन्देश। ओ हाम्रो सिक्रेट भेस कता गयो? चुप लाग्यो भ्लग बना न। यता राम्रो छैन के गाइज सन्देश। चक्लेट मलाई सामान यो खोल्न त दे। को समाते चाहिँ अब यसले मलाई डेरी मिल्क दिन गइरहेको 25 रुपियाँको। तर चक्लेट चाहिँ कसले दियो है? ठुलो मम्मीले मेरो। अच्छा गाइज, यो भाइको नाम के होला गेस्ट हान्नु तपाईँहरू? कमेन्ट हान्नु जसको कमेन्ट। यो भाइको नाम के हो? यो भाइको नाम चाहिँ यो भाइ दुईजना भाइको नाम के हो गेस्ट हान्नु है त तपाईँहरू दुईजनाले। दिएन ब्रो हामीलाई नि। कुन चाहिँ चक्लेट छैन? महँगो चक्लेट दिएन मलाई। डेरी मिल्क आधी खाने। भाइलाई आधी दे। पुरै गइसक्यो समातो। आधी खाइदिन्छु के म। आधी सम्झिछु मलाई। त्यो त साथी होला नि त यो भाइ। ल भाइ ओइ दिरा खाइदिउँ। गोलो अन्डा पुलिसको डन्डा कहाँबाट आएछ मसँग? गोलो अन्डा पुलिस नैतिक भन्ने मान्छे देउसुरे क्या हुई। गाई हेर्नु मेरो सचिनी राम्रो बन्यो न। मुला कति कालो हेर। यहाँनिर लगाइदिनु मोबाइल। मेरो हात दुखिरहेको थियो बिहानदेखि। सुत्दा छिटो पऱ्यो चलेन समाज।
पैसा मात्रै नै एकछिन मेरो हात दुख्यो यो मुलालाई के कामै गर्न लाइट सक्दैन किन बोल रहा तले बाजा हो त नि ल भाइ मेरो मोबाइल होइन थाहा छैन हाम्रो सिक्रेट भेस आइफोन 14 प्रो म्याक्स सिक्रेट भेसको के भयो तँ आइयो खै त हिजो स्टेला चढाइरहेको थिइस् है ल गाइस आजलाई यति नै हो बाँकी कुरा अर्को भ्लगमा गरौँला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु लाइक सब्सक्राइब र सेयर गरिदिनु युट्युबमा